समस्या छ कि छैन, जनताले डेलिभरी पाएका छन् कि छैन? ठ्याक्कै। धन्यवाद प्रीति सर। नगर प्रमुखज्यूले भनिसक्नु भएको छ, बर्दघाट नगरपालिका हिजोका विगतका 3 भन्दा अगाडि नै बढिरहेको अवस्था छ। हामी कर्मचारी मात्रै नभएर सङ्घीय सरकारको प्रतिनिधि भएको नाताले तिनै तहका सरकारका नीति तथा कानुनमा बसेर विशेष गरी सङ्घीय नीति, प्रादेशिक नीति र स्थानीय सरकारको नीति अनुकूल हामीले काम गर्नुपर्छ। यहाँले सुशासनको सन्दर्भमा प्रश्न उठाउनु भएको छ। सुशासनलाई हामीले यहाँ भन्नुपर्दा सुशासनका प्रमुख 4वटा पिल्लरबाट हामीले हेर्नुपर्ने हुन्छ। यहाँको सेवा पूर्वानुमान योग्य हुनुपर्छ र हामीले सकेसम्म यहाँका सेवालाई अगाडि नै जनताले महसुस गर्ने गरी र सेवाको लागि चाहिने आधारभूत कुराहरू के आवश्यकता पर्छन्, कुन कर्मचारीबाट कुन शाखाबाट के काम हुनुपर्छ भन्ने किसिमले पहिले नै हामीले डिक्लेयर गरेका छौँ र जनतालाई त्यो अनुभूति छ भन्ने मलाई लाग्छ। र दोस्रो पिलरको रूपमा हामीले पारदर्शितालाई हेर्नुपर्ने हुन्छ र यहाँका कर्मचारी अथवा स्थानीय जनप्रतिनिधि कसैबाट पनि पारदर्शिताको उल्लङ्घन हुने काम भएको देखिँदैन र सकेसम्म चाहिँ यो नगरपालिकालाई भ्रष्टाचारमा शून्य सहनशीलताको किसिमले अगाडि बढाइएको छ र त्यसमा कर्मचारी र कर्मचारीको प्रमुखको हैसियतले म पनि त्यसमा डेडिकेटेड रहेको छु भन्न चाहन्छु। यसै गरी आफूले गरेको कामको उत्तरदायित्व सबै शाखा प्रमुख, सबै कर्मचारी र मैले पनि लिनुपर्ने हुन्छ र उत्तरदायित्वमा पनि सबै कर्मचारीहरू सक्षम नै हुनुहुन्छ। यहाँ सबै शाखाहरू कर्मचारी जनशक्ति धेरै अभाव नभएको अवस्था छ। कर्मचारी व्यवस्थापनमा समस्या छैन, कर्मचारी व्यवस्थापनमा देखिने गरी त्यस्तो ठुलो समस्या छैन। यद्यपि कर्मचारीको आफ्नै स्वभाव, आफ्नै मनोविज्ञान हुने हुनाले सबै कर्मचारीको स्वभाव एउटै छ भनेर मैले भन्न सक्दिनँ। तर पनि कर्मचारीको मनोबल, उत्प्रेरणा र काम गर्ने शैलीमा चाहिँ खासै त्यस्तो दुविधा भएको अवस्था चाहिँ छैन। डेलिभरीमा कुनै समस्या छैन। डेलिभरीमा जनताले ठ्याक्कै अब अहिलेको चाहेको छ जनताले आशा र आकाङ्क्षा चाहिँ अलिकति ठुलो छ, किनभने यो लोकतन्त्रको प्राप्ति पश्चात जनताहरूको आकाङ्क्षा स्वाभाविक रूपमा बढेको अवस्था छ। स्थानीय स्रोत साधन र यो बर्दघाट नगरपालिकाको क्षमताले भ्याएसम्म हामीले डेलिभरी चाहिँ राम्रै गरेका छौँ भन्ने लाग्छ र जनताहरू पनि खुसी नै हुनुहुन्छ भन्ने चाहिँ मलाई लाग्छ। यद्यपि हामीले जनतालाई योभन्दा अधिक बढी दिनुपर्ने अवस्था चाहिँ महसुस भएको छ मलाई पनि। धेरै छ, योभन्दा बढी अझै पनि दिनुपर्छ, अझै बढाउनु पर्छ भन्ने लाग्छ। किनभने जनताको नजिकको सरकार, भुइँ तहको सरकार स्थानीय सरकार हो र स्थानीय सरकार जति बेला पनि जनतासँग जान सक्छ र जनताहरू स्थानीय सरकारसँग आउन सक्ने हुनाले हामीले अझै बढी एक्सेस दिनुपर्छ, अझै बढी सुविधा दिन सक्नुपर्छ। यद्यपि हाम्रो राजस्वको अवस्था, यहाँको क्षमता र स्थानीय परिवेशलाई पनि ध्यान दिएर जाँदाखेरि हामीले गरिरहेको कुरामा सन्तुष्ट हुने ठाउँ पक्कै पनि छ जस्तो मलाई लाग्छ। जस्तो सोमलाल श्रेष्ठजी, अब प्रकाशजीले भन्नुभयो जनताले डेलिभरी पाइराखेका छन्। कतिपय मान्छे नागरिकता बनाउन आउँछन्, कतिपय मान्छे कागजपत्र लिन आउँछन्, कतिपय मान्छेलाई छोराछोरी विदेशमा पठाउनु छ, चाहिने जुन किसिमको कागजपत्रहरू तत्कालै तपाईँले उपलब्ध गराउन सक्नुहुन्छ। कुनै समस्याका डेलिभरीका तत्कालै सेवा सुविधा दिन सकेका छौँ। एकदमै राष्ट्रिय परिचय पत्रमा समस्या आयो भने समाधान हुन्छ। त्यसमा राष्ट्रिय परिचय पत्रको लागि पनि हाम्रो वडाबाट, नगरबाट धेरै व्यवस्थापन गरिराखेका छौँ। त्यस कारणले त्यस्तो कुनै समस्या छैन। डेलिभरी गुनासो केही हुनसक्छ, गुनासो केही हुनसक्छ। मैले भने नि, अब यो यसलाई हामीले कसरी जिम्मेवारीका साथ वहन गरेका छौँ भन्ने कुरा हो। त्यस कारणले केही जनताका प्रतिनिधि साथीहरूले पनि अहिले केही कुरा राख्नु होला। त्यस कारणले अहिले जुन तरिकाले नगरपालिकाले हरेक क्षेत्रमा हाम्रो थुप्रै शाखाहरू छन्, शाखाहरूबाट दिने जनतालाई सेवा दिने कुरामा कुनै कन्जुसाइ छैन, छैन। हामी चाहिँ हाम्रा कर्मचारीहरूलाई त्यो व्यवस्थापनतिर, त्यो जनताको सेवा सुविधा बढाउनको लागि हामी अत्यन्तै सजगताका साथ नगरपालिका अगाडि बढेको छ। जस्तो अब पूर्वाधारको कुरा गर्दा, सडकको कुरा गर्दा, पुलको कुरा गर्दा तपाईँको नगरपालिकामा बर्दघाटमा समस्या कहाँनिर छ? सबै वडामा कालोपत्र भएको छ कि छैन? सडकको धेरै ठाउँमा भइसकेको छ। अब केही ठाउँमा हामीले प्राथमिकता दिँदा हाम्रो पहिला वडा कार्यालय जाने बाटो, विद्यालय जाने बाटो, स्वास्थ्य कार्यालय जाने बाटो र हाइवेसित जोडिएका बाटोहरूलाई पहिलो प्राथमिकता राखेर नगरपालिकाले यसलाई पिच गर्ने, कालोपत्र गर्ने काम गरेका छौँ। अहिले जनतालाई के लागेको छ भने सबभन्दा पहिलो विकास
घरबाट निस्केपछि कालोपत्रमा टेकेपछि मात्र विकास भन्ने सम्झेको छ। सडक विस्तार हुनुपर्छ, सडक पिच हुनुपर्छ, कालोपत्र हुनुपर्छ। त्यसकारणले हामीले चाहिँ त्यसलाई क्याटेगोरी राख्दाखेरि जनतालाई बढीभन्दा बढी आवश्यकता रहेको र धेरै जनतालाई प्रभाव पार्ने खालको सडकलाई प्राथमिकता राखेका छौँ। हामी पुलहरू अहिले हाम्रोमा थुप्रै पुलहरू बनाउनु छ। सबभन्दा ठुलो पुलको रूपमा अत्यन्तै जगडिएको अहिले हामीले शिलान्यास गरेर पिल्लरहरू तयार भएको छ खजुरा पुल। अब यसलाई यो साल चाहिँ पक्कै पनि हामी पुरा गर्छौँ भन्ने आशा र विश्वास छ। अर्थमन्त्रीसित भेटेर त्यो पुलको बजेट राख्नको लागि एउटा खालको सहमति गरेर आइसकिएको छ। त्यस कारणले हाम्रो यहाँको मान्यजी पनि अत्यन्तै मेहनतका साथ माननीयले सहयोग गर्नुभएको छ, सहयोग गर्नुभएको छ। अहिले चिसापानी अस्पतालको ध्रुवबहादुर प्रधान होइन, मान्य विनोद चौधरी, विनोद चौधरी, यहाँको विनोद चौधरी। त्यसो भए विनोद चौधरीले ठुलो सहयोग गर्नुभयो होला नि। हामीलाई चाहिँ जुन खालको उहाँको एउटा बाध्यता, विनोद चौधरीले तपाईँलाई चाहिने कुराहरू दिनुभएको छ। मैले भन्दैछु बजेटको अभाव छैन। मैले भन्दैछु बजेटको अभाव त देशभरि नै छ। तर के हो भने पहिला हृदय त्रिपाठी चुनाव जित्नुभयो, अहिले विनोद चौधरीले जित्नु भएको छ। मेरो प्रश्न किन भन्दा यो ठाउँमा त केन्द्रीय नेताहरू धेरै थिए नि त, हुनुहुन्छ। त्यो त चाहिँ सबैको पालामा आफ्नो आफ्नो तरिकाले काम गर्ने कुरा त जनताको लागि काम गर्ने कुरा त छँदैछ। त्यो जनताले कति काम भयो भएन भन्ने जनताले चाहिँ अजमाउने कुरा हो। त्यसकारण अहिलेको लागि हामी आइसकेपछि यो 3 वर्षमा केही नगरका गौरवका योजना, राष्ट्रले गौरवका योजना ठानेका ठाउँहरूमा काम बिस्तारै हामीले अगाडि बढाएका छौँ। त्यसकारणले पहिलो प्राथमिकता हाम्रो स्वास्थ्यमा सबैको यो हाम्रो चाहिँ अलिकति विपन्न परिवारहरूलाई स्वास्थ्यको पहुँचमा पुर्याउनुपर्छ भनेर नगरपालिका त्यही हिसाबले लागेको छ। त्यस कारणले अहिले मान्यजीले पनि ठुलो सहयोग पुर्याइरहनु भएको छ। त्यसो नगर अस्पताललाई माननीय विनोद चौधरीले सुरु गर्नुभएको अभियानमा तपाईँले साथ दिनुभयो, सहयोग भइरहेको छ। अहिले चाहिँ राष्ट्रिय गौरवकै योजनाको रूपमा भ्यालीभन्दा बाहिर ट्रमा सेन्टर ल्याउन सफल बर्दघाट भएको छ र अहिले निर्माणको कार्य सुरु भइराखेको छ। त्यसकारणले यहाँ चाहिँ यो पूर्व पश्चिम लोकमार्गमा हुने घटना, दाउन्नेमा धेरै घटना भएको कारणले पनि यो दुर्घटना बढी भएको कारणले ट्रमा सेन्टर ल्याइएको छ र निर्माण दिन्छ। भोलि हाम्रा सबै जनताले सेवा पाउँछन् भन्नेमा ट्रमा सेन्टरबाट सबै जनताले सेवा पाउँछन्। त्यसमा अब म जनतातिर जान चाहन्छु। जनताका प्रश्नहरू के छन्? ठ्याक्कै केही प्रश्न छ? यहाँ विभिन्न क्षेत्रका मान्छेहरू हुन्छ, विज्ञहरू हुनुहुन्छ, केही प्रश्न छ भने सोध्नुहोस्। प्रश्न सुझाव के छ? प्रश्न के छ? एकदम सठिक केही सोध्दै। प्रश्न जनताको भन्ने कार्यक्रम बर्दघाट नगरपालिकाको आँगनमा भएकोमा सहभागी हुन पाएकोमा नगर प्रमुख समूहलाल श्रेष्ठ, प्रशासकीय प्रमुख प्रकाश सरलाई नमस्ते भन्न चाहन्छु र अगाडिपट्टि बसेका सबैलाई नमस्ते। मञ्चको अगाडि हुनुभएका र ऋषि धमला सरलाई बर्दघाटमा स्वागत पनि अब मेयर साहबले अघि गरिसक्नु भएको छ, मेरो तर्फबाट पनि स्वागत छ। र यो कार्यक्रममा आफ्नो प्रश्न सोध्न अवसर मौकाले पाइएकोमा अत्यन्त खुसी लागेको छ र मैले 2-4वटा प्रश्नहरू सोध्ने अनुमति चाहन्छु। मेरो विद्यालयमा गत 2 वर्ष पहिलादेखि मेयर साहबले विद्यालयहरूलाई हामीले क्रमको आधारमा विद्यालयको भौतिक पूर्वाधार र विद्यालयको चाहिँ वातावरण चाहिँ व्यवस्थापन र विद्यालयमा शैक्षिक गुणस्तर वृद्धि गर्नको लागि चाहिने ल्यापटप तथा डिजिटल क्लासको कार्यक्रम चाहिँ सञ्चालन गर्नुभएको थियो। गत सालसम्म चाहिँ भएको क्रम त हामीलाई चित्त बुझेकै छ। एजुकेसन ल्यापटप सम्बन्धी र नयाँ विद्यालयहरू अहिले भवन कक्षा कोठाहरू कुन कुन विद्यालयमा चाहिँ कसरी थपिँदैछ यो आगामी बजेटमा त्यो कुरो चाहिँ जान्न मन लागेको छ। अनि दोस्रो स्वास्थ्य सेवा भनेर गत सालबाट चाहिँ सुरु भएको छ। विद्यालयमा एकै दिन नर्स अथवा स्वास्थ्यकर्मी देख्न पाए पनि राम्रै कुरा हो। त्यसको लागि धन्यवाद छ मेयर साहबलाई। र त्यो बाँकी अब यो वर्ष महिनामा 15 दिन अथवा वर्षको 15 दिन एउटा विद्यालयमा सेवा गरेर खासै केही हुँदैन र अहिले कसरी थप सेवा विद्यालयहरूलाई चाहिँ दिने कार्यक्रम छ त्यो कुरा पनि मेयर साहबसम्म सोध्न चाहन्छु। अनि बर्दघाट नगरपालिकाले अहिले पनि थोरै कुरो आयो
नेपालभरि धेरै नगरपालिकाहरू र गाउँपालिकाहरू जस्तै बर्दघाट नगरपालिका पनि आर्थिक रूपमा असाध्यै धेरै सबल नभएर पनि बर्दघाट नगरपालिकामा कार्यालय सहयोगी अनि त्यसपछि कार्यालय सहायक लेखापाल भन्छौँ हामी, अनि त्यसपछि बाल कक्षाका सहयोगीहरू, तिनीहरूलाई शिक्षक भनिँदैन, सहयोगी, यी सबैलाई 17,000 बढी नै नगरपालिकाले तलब चाहिँ दिएको छ। तर उनीहरूलाई चाहिँ आगामी वर्ष अहिलेसम्म भएको कुरालाई त अब धन्यवाद नै, आगामीदेखि लिएर अन्यत्र लानेको लागि विशेष चाहिँ कार्यक्रम के छ, कार्यक्रम के छ जान्न चाहिँ चाहन्छु। र खाजा कार्यक्रममा विगतदेखि अब ऋषि धमला सरलाई यसो अन्त देशभरि पनि भने होला, यो खाजा कार्यक्रममा नेपाल सरकारले ट्याक्क 15 रुपियाँ दिन्छ र त्यो 15 रुपियाँबाट विद्यार्थी सङ्ख्या धेरै भएको ठाउँमा खाजा व्यवस्थापन गर्न त्यति गाह्रो चाहिँ नहोला। तर विद्यार्थी सङ्ख्या थोरै भएको ठाउँमा र अलिकति ढुवानी यातायात सेवा लाग्ने ठाउँमा त्यो अलिक गाह्रो पनि छ। र यो बर्दघाट नगरपालिकामा पनि 15 रुपियाँले त्यति पुगेको छैन। र हामीले अघिल्लो वर्षको बजेट बन्ने बेलामा पनि मेयर साहबसँग त्यो कुरा राखेकै हो, यो पटक चाहिँ कस्तो छ त्यो खाजामा थोरै थप गर्न सक्ने भए कमसेकम केही चाहिँ विद्यालयहरूलाई र विद्यार्थीहरूलाई पनि राहत हुन्थ्यो भन्ने लागेको छ। यो सम्बन्धमा पनि प्रश्न पारिदिनु हुन मेयर साहबलाई अनुरोध गर्दछु। र एसीको नतिजा गत 2-4 वर्षमा सामुदायिक विद्यालयको बर्दघाटमा अलिकति कमै थियो, यो वर्ष चाहिँ बढ्नमा धेरै विद्यालयमा टिचर, विद्यार्थी, भौतिक सुविधामा धेरै चाहिँ प्रयास भएको छ र आगामी वर्ष पनि थप त्यसको लागि चाहिँ के कुराहरू छन् त्यो पनि राखिदिन मेयर साहबसँग अनुरोध गर्न चाहन्छु। र अब अन्त्यमा यी सबै प्रश्नहरू राख्न पाएकोमा, यो कार्यक्रममा मौकाले ट्याक्क आएको बेलामा पर्यो, त्यो भगवान्लाई धन्यवाद दिन चाहन्छु, मेयर साहबलाई पनि धन्यवाद दिन। हस्, धन्यवाद, नमस्कार। उहाँको प्रश्नको उत्तर दिनुहोस्। एकदम धन्यवाद सरलाई। मैले अघि नै भने शिक्षामा हामी अत्यन्त पहिलो प्राथमिकता दिएर अगाडि बढाएका छौँ। अघिल्लो वर्ष हामी माविका शिक्षकहरूलाई ल्यापटप वितरण गऱ्यौँ र अहिले आधारभूत बाँकी रहेका माविको र प्राविसम्मै सबै शिक्षकलाई ल्यापटप बाँडेर हामी प्रविधि मैत्री शिक्षालाई गुणस्तर ल्याउनको लागि अगाडि बढेका छौँ भने अब अहिले आउने बजेटमा सबै विद्यालयमा डिजिटल बोर्ड एउटा दुईटा तिनवटा हामी चाहिँ सबै ठाउँमा अब प्रविधि युक्त तरिकाबाट हाम्रो शैक्षिक गुणस्तर ल्याउनको लागि सबै विद्यालयमा डिजिटल बोर्ड पुर्याउने पनि हामीले राखेका छौँ। र अर्को हामी स्वास्थ्यमा विद्यार्थीहरूलाई, शिक्षकहरूलाई एकजना हामीले स्टाफ नर्स अघिल्लो वर्ष राखेर सबै विद्यालयमा पालो पालो पठाइरहेका थियौँ माविमा भने अब चाहिँ अझै कोटा थप गरेर स्टाफ नर्स थप गरेर हामी सबै विद्यालयमा आधारभूत र मावि विद्यालयहरूमा स्वास्थ्यकर्मी हाम्रो स्टाफ नर्स पुर्याएर हाम्रो किशोर किशोरीहरूको, विद्यार्थीहरूको स्वास्थ्यको सुरक्षा पनि गर्ने किसिमले योजना बनाइएको छ। यसरी नै हामी विद्यालयको भौतिक संरचनादेखि लिएर त्यहाँको शैक्षिक वातावरण मिलाउनको लागि हामी प्रयत्नशील छौँ। हस्, धन्यवाद। अर्को प्रश्न। म चाहिँ मोहन सापकोटा, बर्दघाट जेसिसको अध्यक्ष पनि। मेयर साहबलाई मेरो प्रश्न छ, यहाँलाई थाहा नै छ हाम्रो देशको स्थिति, वर्षेनी हाम्रा युवाहरू एयरपोर्टमा लाइन लागेको स्थिति हामीले दिनानुदिन भिडियोहरू पनि हेर्न पाउँछौँ। मैले यहाँलाई गर्ने प्रश्न भनेको युवाका क्षेत्रमा वर्षेनी देशैभरि हाम्रो नगरपालिकामा मात्रै होइन वर्षेनी बजेट चाहिँ छुट्टिरहेको हुन्छ, तर युवाको क्षेत्रमा छुट्टिएको बजेट त्यो खेलकुद, त्यो तालिम, त्यो गोष्ठीहरूमा मात्रै सीमित हुने गरेको छ र ती तालिमहरू पनि ती गुणात्मक रूपमा त्यो भोलि गएर इम्प्लिमेन्ट गर्ने ठाउँमा चाहिँ खर्च भइरहेको छैन। तालिमको रूपमा खर्च भइरहेको छ। आगामी दिनमा यसले मेयर साहबलाई कसरी चाहिँ दक्ष जनशक्ति उत्पादन गर्न, बर्दघाटमै यही स्वरोजगार बन्न सक्ने युवाहरू उत्पादन गर्न कसरी जाने सोच्नु भएको छ, यसका लागि म मेयर साहबको जवाफ चाहन्छु। र सँगै बर्दघाट जेसिस पनि ती दक्ष युवाहरूलाई कसरी उत्पादन गर्न सकिन्छ भन्ने कुरामा हामीसँग पनि योजना रहेको हुँदा मेयर साहबलाई हामीसँग पनि जोडिन अनुरोध गर्छु। धन्यवाद। थ्याङ्क सो मच। एकदम राम्रो, हामीलाई प्रोत्साहन गर्नु। धन्यवाद मोहन साहबलाई।
हामी युवाहरूलाई हरेक क्रियाकलापमा जोड्ने प्रयत्नमा छौँ र गरिरहेका केमा जोड्नु भएको छ? खेलकुदमा, मैले भन्दैछु रोजगारीमा। खेलकुद रोजगारीका पनि यो बर्दघाट नगरपालिका जहाँ 109वटा स्थानीय तह भएको लुम्बिनी प्रदेश 11वटा स्थानीय तहमा मात्रै यो कार्यक्रम लागू छ। इन्स्योर कार्यक्रम शिक्षा शाखा मार्फत हाम्रो 4वटा युवाहरूलाई सिटिबिटीको मान्यता प्राप्त तालिम गराइराखेका छौँ। उक्त तालिममा पर्याप्त युवाहरू जोडिन आउनुभयो, तर हाउस वायरिङ, वेल्डिङ, प्लम्बिङमा बर्दघाट नगरपालिकामा यत्रो 80,000 जनसङ्ख्या भएको बेरोजगारी युवाहरू भयो भनेर हामी चोक चौडा गराउँछौँ, तर 20जना युवा नपुगेको कारणले हामी सुस्ता र पर्दापुरका युवाहरूलाई जोडेर त्यो तालिममा अगाडि बढाइराखेका छौँ। त्यसरी नै अर्को हाम्रो सुरक्षित आप्रवासन सामी कार्यक्रममा पनि अहिले धेरै युवाहरूलाई जोड्ने तालिम आएको छ। यहाँहरूले त्यस्ता खालका युवाहरूलाई जोडिदिन पनि म सबैलाई आग्रह गर्न चाहन्छु। वान्टेड खोलिराखेको छ। युवाहरू हामी जति भनिराखेका छौँ सबैलाई रोजगारी दिन सक्छ युवाहरूलाई? सबैलाई त होइन, हामीले चाहिँ प्राप्त कोटा अनुसारको चाहिँ तालिममा सहभागी गरेर हामी चाहिँ युवाहरू तपाईँको कार्यकालमा कतिजना युवाले रोजगारी पाए त 3 वर्षमा? ठ्याक्कै कोटाको अब ठ्याक्कै कोटा त चाहिँ निर्धारण गर्न चाहिँ शाखामा जानु अहिले 100 जनाले पाए कि 200, 300, 400? 200 भन्दा बढी युवाहरूले तालिम लिएको छ, सिटिबिटीको प्रमाणपत्र बुझेको छ, तर उहाँहरू अब सकभर यही स्वरोजगार बनेर बस्ने नभए विदेश जानु पर्यो भने पनि उनीहरूले आफ्नो दक्षता प्राप्त गरेको अनुसारले रोजगारमा चाहिँ सुविधा पाउने छन् होइन। त्यस कारणले चाहिँ 200 भन्दा त माथि युवाहरूले यो तालिम चाहिँ सिटिबिटीको प्रमाणपत्र बुझिसकेको अवस्था छ। अब अरू प्रश्न के छ? एकदम मेरो नमस्कार। अलि भिडियोमा चाहिँ हामी हेरिरहेको थियौँ। आज हाम्रो ठाउँमा आउनुभएकोमा एकदम मनैदेखि धन्यवाद दिन चाहन्छु र मेरो साहब सबैलाई मेरो तर्फबाट नमस्कार। र शिक्षा स्वास्थ्यको कुरा आउँदै गर्दा मेरो धेरै प्रश्न छैन। स्वास्थ्यको विषयमा जस्तो मैले अस्ति भर्खरै मात्रै एउटा दुःखी गरिब आमा जसले एम्बुलेन्स नपाउँदाखेरि ढुक 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 भइन्। मलाई यही ठाउँमा एम्बुलेन्स खोज्नलाई मात्रै 4 घन्टा लाग्यो। एम्बुलेन्स खोल्न 4 घन्टा लाग्यो? मेरो प्रश्न एकैछिन है, मेरो प्रश्न के मेरो विरोध होइन है, यो चाहिँ मैले के भन्न चाहेको छु भने वृद्ध आमा बुवाको लागि नगरभित्र उहाँहरूले पाउने एम्बुलेन्स सुविधा चाहिँ अनिवार्य हुनुपर्छ भने मेरो अनुरोध मात्रै, यो कुनै विरोध होइन। किनभने यो समस्या नै देखिएको छ अहिले चाहिँ। यो समस्यालाई उहाँहरूले कसरी सल्भ गर्नुहुन्छ अलिकति ध्यान नपुगेर होला होइन। उहाँहरूले विकास गरिराख्नु भएको छ, विकासमा मेरो भनाइ कुनै पनि विरोध छैन, तर कुनै कुरामा चाहिँ उहाँहरूले ध्यान दिनु पर्यो। र विपन्न परिवार भनेर नाम चाहिँ टन्नै आउँछ, खातैभरि विपन्न परिवारहरूको नाम आउँछ है, तर उहाँहरूले विपन्न परिवारलाई पनि ख्याल गरेर कुन विपन्न परिवारलाई कसरी हेर्ने हो त्यसको पनि एउटा मूल्याङ्कन गरिदिनु होला। अहिले एउटा आइरहेको चाहिँ यहाँ चाहिँ भाइरल भएर जसको नाम पनि अब 3 तले 4 तले भएको पनि विपन्न परिवार, उहाँहरूले त्यसलाई नै मूल्याङ्कन गरेर र नगरले उहाँ एकदम अति विपन्न परिवारलाई के गर्न सक्नुहुन्छ त्यसको पनि जवाब दिनु होला मेरो साथ। र मेरो धेरै प्रश्न भएन, र मेरो एउटै प्रश्न के छ भने कमसेकम स्वास्थ्यकै कुरा गर्दाखेरि मान्छे फुक्लुक्क नहोस्, एम्बुलेन्सको सुविधा चाहिँ पाउनुपर्छ भन्ने चाहिँ मेरो प्रश्न हो। हस् त, नमस्कार। राम्रो प्रश्न सोध्नुभयो तपाईँ। आवेदन गर्नु स्वास्थ्यको कुरा गर्दा। धन्यवाद कप्तान भाइलाई। यहाँहरूलाई थाहा छ हामी ज्येष्ठ नागरिकलाई नगरपालिकाले एम्बुलेन्स सुविधा फ्री गरेर अस्पताल पुर्याउने काम चाहिँ धेरै ठाउँमा गरिराखेका छौँ। अब कसरी छुट्न गयो, कोसित सम्पर्क भयो, मैले भाइलाई विनम्र अनुरोध गर्न चाहन्छु हामीसित त्यस्तो खालको चाहिँ सम्पर्क गराइदिनु होला। ज्येष्ठ नागरिक, सुत्केरी महिला, अपाङ्गहरूलाई हामीले एम्बुलेन्स फ्री नै गरेका छौँ। धेरैजनाले सुविधा लिनुभएको छ, तर यही नाममा, विकृतिको नाममा उहाँले चाहिँ जुन विपन्न परिवारको कुरा ल्याउनु भएको छ, हामी आउनुभन्दा पहिला सूचीकृत भएको विपन्न, अति विपन्न, मध्यम विपन्न भनेर त्यो लिस्ट अहिले आयो। आउँदाखेरि त्यसलाई सार्वजनिकरण गर्दाखेरि
केही हिजो विपन्न भएका अहिले सम्पन्न भएर घर 2 तला पनि बनाएको, कोही करोडपतिहरू सडकपति पनि भएको अवस्था पनि छ। त्यस कारणले नै हामीले नेपाल सरकारले पठाएको लिस्टलाई सार्वजनिक गरेका छौँ र अब को विपन्न हो को चाहिँ विपन्न होइन त्यो छुट्याउने अझै पनि समय छ। त्यस कारणले हिजो आएको लिस्ट हामीले चाहिँ छुट्याएर पठाएको लिस्ट होइन, हिजो 78 साल 77 सालतिरै पठाएको लिस्ट हो। त्यस कारणले त्यसको छानबिन अब हामी पालिकाले गर्दैछौँ र यहाँ अहिले नगरपालिकाले स्वास्थ्यको क्षेत्रमा जुन खालको हाम्रो विपन्न परिवार, ज्येष्ठ नागरिक, सुत्केरी आमाहरूलाई सबैलाई त्यो खालको अनि अन्धा अपाङ्गहरूलाई हामीले अपाङ्गहरूलाई त हामी 4वटै कार्ड छ, 2टा कार्डले नेपाल सरकारले सुविधा दिन्छ भने अरूलाई हामीले रोजगारीमा जोडेका छौँ, व्यवसायमा जोडेका छौँ, उहाँहरूले गर्ने क्रियाकलाप कृषिमा जोडेका छौँ। हामी चाहिँ बाख्रा पालन दिएका छौँ अपाङ्गहरूलाई, पाडी पालनको चाहिँ मा सहयोग गरेका छौँ हाम्रो कृषि र पशुपन्छी शाखाबाट। हामीले सकेको हाम्रो स्रोतलाई अधिकतम परिचालन गरेका छौँ, तर पनि जनता चाहिँ धेरै विपन्न र धेरै असक्तहरू हुनुहुन्छ। त्यस कारणले हामीले भने जति नपुर्याए पनि स्रोत परिचालन अत्याधिक रूपमा हामीले गरिरहेका छौँ। धन्यवाद। अब म प्रकाशजीलाई के सोध्न चाहन्छु भने अहिलेको अवस्थामा स्थानीय सरकारको साधन र स्रोतको कुरा गर्दाखेरि, आय स्रोतको कुरा गर्दाखेरि, राजस्वको कुरा गर्दाखेरि आन्तरिक राजस्वको व्यवस्थापन कसरी गर्नुभएको छ बर्दघाट नगरपालिका? धन्यवाद सर। विगत 2 वर्ष अगाडिदेखिको राजस्वको तथ्याङ्कलाई हामीले केलाएर हेऱ्यौँ भने 2 वर्ष अगाडि हाम्रो आन्तरिक स्रोत मार्फत 5 करोडको आम्दानी देखिन्थ्यो र गत वर्ष हामीले त्यसलाई 8 करोड पुर्यायौँ। त्यसमा पनि राजस्वका दर र दायराहरूलाई सामञ्जस्य गरेर लानुपर्ने हुन्छ। कहिलेकाहीँ समसामयिक रूपमा दरहरू घटाउन पर्ने पनि परिस्थिति हुनसक्छ, किनभने जनताको क्रय शक्ति सीमित हुन्छ र अहिलेको बजार चाहिँ थोरै थोरै मन्दीमा गएको हुनाले करमा चाहिँ जनताको क्रय शक्ति घटेर गएको अवस्था छ। यद्यपि हामीले अहिले राखेको वार्षिक लक्ष्य पनि भेट्ने अवस्थामा छौँ। हामीले सबै शाखासँग कार्य सम्पादन करार पनि गरेका छौँ र शाखाको प्रगति पनि राम्रै देखिन्छ। सबै वडाहरूमा हामीले टार्गेट दिएका छौँ, त्यही टार्गेट अनुसार चाहिँ हामीले अहिले राजस्वको लक्ष्य चाहिँ भेटाउने अवस्थामा छौँ। केही छुटेका राजस्वका दायराहरू जस्तै पोखरीबाट प्राप्त आय लगायतका केही क्षेत्रहरू पनि हामीले दायरामा ल्याउने काम गरेका छौँ। स्थानीय समुदायसँग समन्वय गरेर अगाडि बढेका छौँ र बिस्तारै बिस्तारै हाम्रो राजस्वको दायरा अलिकति विस्तार हुँदैछ। यद्यपि हामीले यो यहाँको चालु खर्चलाई धान्न सक्ने गरी वार्षिक 16-17 करोडको राजस्व चाहिँ पुर्याउन चुनौती नै देखिन्छ, तैपनि नगरपालिका त्यसमा चाहिँ अगाडि बढेको अवस्था छ। अब प्रश्न केही छ? मेयर साहब नमस्कार। म तिम्रीबार बजार विकास समितिको अध्यक्ष म नरबहादुर थापा। म मेयर साहबलाई प्रश्न गर्न चाहन्छु र हाकिम साहबलाई पनि। हामी सीमाको नजिक छौँ र सीमाको नजिक हुँदै गर्दा हाम्रो तस्करी लगायतका कामहरू पनि त्यहीबाट हुने गर्दछ र हाम्रो बजारहरू अहिले एकदमै शून्य मात्रामा छ र सुनसान छ र अहिले भर्खरै असार लाग्दै गर्दा बिउ बिजन, धानको बिउ बिजन समेत पारी गएर किसानले गएर खरिद गर्नुपर्ने बाध्यता रहेको छ। किन यहाँ पाइँदैन? बर्दघाटमा छैन, स्वदेशमा छैन? स्वदेशमा छ होला, तर नेपालमा यहाँ चाहिँ अहिलेसम्म चाहिँ धेरै जसो किसानहरू अहिले पारी गएर भारतमा गएर किन्न बाध्य भएका छन्। हामीले तसर्थ त्यो कुराले गर्दाखेरि यहाँ चाहिँ बर्दघाट नगरपालिकाले कुन तरिकाले किसानहरूलाई बिउ बिजन पुर्याउन सकेको छ, डेलिभरी गर्न सकेको छ र हाम्रा बजारहरू अहिले सुनसान छन्। अहिले हेर्दै जाने भने बर्दघाटको यो बजार र जिम्रीवारको बजारमा अहिले चाहिँ एकदमै व्यापार कम भएर धाराशायी अवस्थामा चाहिँ व्यापारीहरू रहेका छन् र व्यापारीहरू सबै विदेश जाने अवस्था छन्। कुनै ठाउँमा बर्दघाट नगरपालिकाले पोके व्यापारीहरूलाई चाहिँ विस्थापित गर्नको निम्ति र पोके व्यापारीहरूलाई अलिकति कम गर्नको निम्ति चाहिँ एउटा अभियान चालेको थियो। त्यो अभियान कहाँ पुग्यो? अहिले फेरि पनि अहिले त्यो पोके व्यापारीहरू सक्रिय रूपमा चाहिँ अहिले हिँड्दाखेरि हाम्रो व्यापारीहरूलाई असर परेको हो कि भन्ने लागिरहेको छ। तसर्थ मेयर साहबलाई र हाकिम साहबलाई चाहिँ यो प्रश्नको जवाब दिनु अनुरोध गर्दछु।
धन्यवाद नरवालजीलाई। हामी कृषकहरूलाई लागत साझेदारीमा थुप्रै कार्यक्रमहरू अगाडि सारेका छौँ। हामी सबै 16वटा वार्डलाई एक कुराको चाहिँ पकेट क्षेत्र बनाएर अगाडि बढेको कुरा पनि यहाँहरूलाई केही जानकारी छ। र गाउँको बिउमा 35 लाख, नगरपालिकाको 35 लाख, जनताको गरेर झन्डै 70 लाखको गाउँको बिउ नगरपालिकाभरि वितरण भएको। गत वर्ष हामीले धानको बिउ वितरण गर्नको लागि रकम राख्यौँ र सबै हाम्रो सहकारीहरूलाई धानको बिउ वितरण गर्नको लागि रकम पनि उपलब्ध गरायौँ। भइदिँदो रहेछ के भने हाम्रो बोर्डर पनि नजिक, अनि नेपाल सरकारले सूचीकृत गरेको 11 जातिको धान यहाँ चाहिँ कम फल्ने, उत्पादन कम हुने कारणले किसानहरूले त्यो बिउ लिँदै लिएर र सहकारीले हामीलाई त्यो बिउमा राखेको रकम पनि फिर्ता गर्यो। अहिले सबै कृषकहरू पारीबाट बढीभन्दा बढी उत्पादन हुने धानको बिउ लिएर आएर आफ्नो खेत रोप्ने गर्नुहुन्छ। त्यस कारणले पनि यहाँ नेपालमा सूचीकृत भएकोलाई मात्रै हामीले लागत साझेदारीमा चाहिँ बिउलाई पैसा दिन पाइने, बाहिरबाट ल्याएकोलाई, विदेशबाट ल्याएकोलाई नपाइने भएको कारणले पनि त्यो खालको चाहिँ वातावरण बनेको हो। र अर्को व्यापारीहरू त पलायन भइसके। व्यापारीहरू यहाँ मात्रै होइन, देशभरि आर्थिक मन्दी छ, व्यापार व्यवसाय भएको छैन, उद्योगपतिहरू पनि निरुत्साहित भएको छ। त्यो राज्यकै समस्या तपाईँ हामीले तारेर तर्दैन। यसलाई आफ्नो अनुकूलता र आफूले कसरी प्रभाव पार्ने हो भन्ने कुरालाई आफ्नो पुँजीलाई चलामान बनाएर नै अगाडि बढ्नुपर्छ। मैले यहाँ अहिले हामी बोर्डरको नजिक छौँ। हाम्रा युवाहरू यति धेरै दुर्व्यसनीमा फँसेको छ, यो लागु पदार्थ दुर्व्यसनीमा, त्यसको लागि पनि नियन्त्रण गर्नुपर्छ भनेर हाम्रो थुप्रै कार्यक्रमहरू नगरपालिकाले पनि चलाएका छौँ। हामीले मेन पावरहरू बोलाएर, विज्ञहरू बोलाएर पनि यो लागु पदार्थ न्यूनीकरणका कार्यक्रमहरू गरिराखेका छौँ। र अहिले यहाँहरूले गत वर्ष मात्रै 2टा अस्थायी चौकी हामी आएपछि ठुलो पहल पछि, अगाडिदेखिकै पहल थियो, तर हामी आइसकेपछि बढीभन्दा बढी पहल गरेर 2टा अस्थायी चौकी ल्याएर केही यो 2 नम्बरी धन्दालाई न्यूनीकरण गर्ने, लागु पदार्थलाई न्यूनीकरण गर्ने र यो चाहिँ शान्ति ऐन संयम गर्नको लागि पनि त्यो 2 ठाउँको चौकीले ठुलो काम गरेको हामीले महसुस गरेका छौँ। एउटा सुन व्यापारीलाई हाम्रो चौकी नरहेको बेलामा गोलीकाण्डै हट्यो, धन ज्यान चाहिँ गएन। तर यस्तो खालको अवस्थालाई केही नियन्त्रणमा राख्नको लागि यो 2टा अस्थायी चौकी हामीले वाडा नम्बर 12 र 16 मा राख्न सफल भयौँ। त्यस कारणले पनि केही शान्ति सुरक्षाको अनुभूति भएको छ। धन्यवाद। जस्तो बर्दघाटमा सर्पहरूको कुरा गर्दाखेरि मैले धेरै समाचारहरू सुन्छु। अब तपाईँ आइसकेपछि तपाईँले चाहिँ खास गरी सर्प उद्धार कार्य राखेर धेरै नगरवासीको ज्यान जोगाउनु पर्यो। धन्यवाद। यो एकजना सञ्चारकर्मी दुर्गा लामिछानेले प्रश्न सोध्नु। हाम्रो दुर्गा लामिछाने हाम्रो चाहिँ दमकल ड्राइभर हो। उद्धार उद्धार गरेको हाम्रो दमकल ड्राइभरको रूपमा राखेको हो। उहाँलाई छुट्टै हामीले उनले तालिम दिएर इक्विपमेन्टहरू चाहिँ उपकरणहरू सबै ल्याएर उहाँलाई हामीले थप सुविधा दिएर र यहाँ नगरपालिकाले तत्कालै उहाँलाई साधनको व्यवस्था पनि गर्न नसकेको अवस्था भएर मेरो आफ्नै निजी मोटरसाइकल उहाँलाई दिएको छु र यहाँ खबर आउने बित्तिकै ऊ तुरुन्तै हरेक कसको घरमा त्यो साँपले फेरो पार्यो, त्यहाँ चाहिँ गएर झन्डै 200 भन्दा बढी यो आर्थिक वर्षमा मात्रै 200 भन्दा बढी साँप नियन्त्रणमा गरे। 200 भन्दा बढी टोकेको भए ज्यान जान्थ्यो कि जान्थेन, टोक्नुभन्दा पहिले नियन्त्रण गरेपछि त साँप नियन्त्रण गर्न सफल छ। 200 जनाभन्दा बढीको ज्यान बचाउनु भयो। धन्यवाद ऋषि सर। बर्दघाट नगर प्रमुख प्रशासनिक अधिज्यूलाई मैले थोरै प्रश्न गरेँ। प्रशासनिक अधिकारी सरले एउटा कुरा गर्नु, 3 वर्ष अगाडि राजस्व यदि थियो, अहिले भोट भन्नुभयो। हजुरलाई मेरो फेरि प्रश्न के हो भने बर्दघाट नगरपालिका वडा नम्बर 1 देखि 16 मध्ये राजस्व कति उठ्यो, कति के बाँकी छ, कति हिनामिना भएछ भन्ने गाई गुइन भयो बारे हल्ला सुनिएको छ।
यो रासो हिनाबिना भनेको तपाईँको दायित्व रह्यो प्रशासनिक अधिकारी। यो के हो जनताले जान्न चाहन्छ। आज ऋषि धमाला सर आउनुभएको मैले झ्याप्प थाहा पाएँ अनि म पनि छिरेँ, मलाई नि मन लाग्यो फेरि रासो हिनाबिना भन्छ भने तपाईँले 8 करोड रासो उठेछ, बढी उठेछ भन्ने, अलि यो मिडिया प्रचार बढी भयो कि भन्ने त्यो यथार्थ बुझाइदिनु हुन अनुरोध गरेँ। धन्यवाद। धन्यवाद। वडा नम्बर 1 देखि 16 सम्ममा सबै वडा कार्यालयमा राजस्वको टार्गेट चाहिँ लक्ष्य साउन महिनामै तय गरिएको थियो। यहाँले उठाउनु भएको प्रश्न र मैले दिएको जवाफ चाहिँ मैले अहिले चाहिँ हामी यो लक्ष्यमा छौँ भनेर भने त्यो हामी अहिले पनि हेर्न सकिन्छ। सबै वडामा हामी लगभग टार्गेटली अहिले 75% भन्दा बढी चाहिँ राजस्व उठेको अवस्था छ। कुनै कुनैमा 120% पनि नागेको अवस्था छ। यहाँले उठाउनु भएको कुरा चाहिँ राजस्व कतै हिनामिना भयो कि कतै त्यसमा चाहिँ पुग्न पर्ने अथवा ब्याङ्क पुर्याउनु पर्ने कुरा कुनै कर्मचारीसँग छ कि भनेर हामीले बेला बेलामा राजस्व अनुगमन पनि गर्छौँ। यसपालि त्यो अनुगमनलाई अझै घनीभूत रूपमा अगाडि बढाइएको थियो र त्यो अनुगमन पश्चात पनि हाम्रो राजस्व त्यसरी रोकिएको अथवा कतिपय अवस्थामा कर्मचारीले थाहा नपाएर समयमा ब्याङ्क दाखिला नगर्ने अथवा चाहिँ कुनै कुनै त्यो नीतिभन्दा बाहिर गएर पनि छुट गरेको अवस्था पनि हामीले देखेका थियौँ र त्यसलाई हामीले तेस्रो पटकसम्म अनुगमन गरेका छौँ। अहिलेसम्म हामीले 16 वडा मध्ये एउटा दुईटा वडाहरू बाँकी छ। यहाँको वडा पनि संयोगले त्यो दुईटा मध्ये पर्छ मैले भन्न चाहेँ। यहाँको वडासँग जोडिएका छिमेकी वडाहरू पनि छन् र त्यसमा हामीले निरन्तर रूपमा फलोअप गरिरहेका छौँ। आज मात्रै पनि मैले एउटा वडाको वडा अध्यक्षज्यूलाई अब यो केही छ भने तपाईँ चाहिँ क्लियर रूपमा चाहिँ आउनु होला भनेर मैले भनेको छु र हामीले क्लिन चिट कसैलाई पनि दिएका छैनौँ र राजस्वको मामलामा 1 रुपियाँ पनि तलमाथि भयो भने के कर्मचारी के जनप्रतिनिधि सबै चाहिँ सुशासन पाएको जनता राजस्व उठेको छ, राजस्वमा हिनामिना भएको छैन। सुशासनको कुरा त ऋषि सर मैले भनिसकेँ। समयमै काम सेवा पाउने सुशासन भनेको भ्रष्टाचार अन्त्य पनि भ्रष्टाचार छ कि छैन यो नगरपालिका बर्दघाट। अब हामीले कर्मचारीको तर्फबाट मैले भने हामी कर्मचारीको तर्फबाट भ्रष्टाचारमा शून्य सहनशीलता छ। भ्रष्टाचारमा शून्य सहनशीलता छ। कर्मचारीले पैसा लिए अथवा खाए भनेर मसँग त्यस्तो रिपोर्टिङ आएको छैन, मसँग आएको छैन। केही गुनासाहरू आउँछन् अख्तियारमा रिपोर्टहरू उजुरीहरू आउने गरेका छन्। ती उजुरीहरूको हामीले बेला बेलामा छानबिन गरेर पनि त्यसलाई चाहिँ प्रतिवेदन पठाउने काम गरेका छौँ। मैले यहाँलाई फेरि पनि भन्नुपर्छ, सुशासन भनेको जनताको अनुभूतिमा गरिने विषय हो। ठ्याक्कै डेटामा भन्दा जनताहरू ठ्याक्कै सुशासन 100% भयो भनेर मान्ने पक्षमा हुनुहुन्न। त्यसको लागि हामी अझै मेहनत गर्नुपर्छ भन्ने मलाई लाग्छ र जनता र सेवा प्रदायक दुवै पक्षले चाहिँ यसलाई ध्यान दिनुपर्छ भन्ने लाग्छ। अब म तपाईँलाई छैन जस्तो खाने पानीको पिउने पानीको कुरा गर्दा बर्दघाट नगरपालिकामा सबै घरमा छ नि 1 घर 1 धारा पुगेका छ। स्वस्थ एकदम मिठो सफा पानी पिउन पाएका छन्। धन्यवाद। अहिले बर्दघाट नगरपालिका 16वटा वार्डमा 9वटा 12वटा हाम्रो योजनाहरू सञ्चालन छ। 17 योजनाहरू अरू 4-5वटा छन्। त्यसकारणले 1 घर 1 धारा अभियानको रूपमा हामी अगाडि बढेका छौँ। अहिले झन्डै 70 देखि 75% घरधुरीमा धारा पुगेको छ। अब यो 20-25% बाँकीलाई मैले नगरपालिकाको नगर प्रमुख 12 अभियान हामीले जोडेका छौँ। त्यो अभियानमध्ये मुख्य अभियानको रूपमा जनतालाई स्वच्छ पानी खाने उहाँहरूको नैसर्गिक अधिकार हो र हाम्रो कर्तव्य हो। नगरपालिकाले यो 1 घर 1 धारा अभियान नगर प्रमुखको 12 अभियानमध्ये राखेर मैले अगाडि बढाएको छु। त्यसरी नै अब मैले केही अगाडि र बर्दघाटवासी प्रत्यक्षमा हुनुहुन्छ। नगरले लिएका नीति कार्यक्रमहरू यहाँहरूको माझमा राखेर हामीले अगाडि बढाइराखेका छौँ। अहिले पर्यटनको हिसाबले पनि हामी ठुलो सम्भावना बोकेको नगरपालिका बर्दघाट धार्मिक पर्यटकको सम्भावना भएको ठाउँ हो। 100 गन्तव्य मध्येको एउटा गन्तव्य कञ्चनगढी जो धार्मिक र पर्यटकीय हिसाबले चाहिँ रहेको छ। त्यहाँ राज्यको पर्यटन मन्त्रालयबाट पनि निरन्तर बजेट आइराखेको छ र त्यसलाई थपेर नगरपालिकाले त्यसको सौन्दर्यकरण पर्यटन भित्राउने कामको लागि अगाडि बढेको छ। बुद्ध मङ्गल ताल गौतम बुद्धसित इतिहास जोडिएको ताल छ। त्यो जसको चाहिँ हामी त्यसको प्रचार प्रसार
देशभरि देशभन्दा बाहिर पनि गर्नको लागि ठुलो भूमिका चाहिँ नगरपालिकाले खेलेको छ र त्यहाँ पनि आन्तरिक तथा बाह्य पर्यटनहरू र रामग्राम स्तूपमा जति बुद्ध मार्गीहरू आउँछ त्यसलाई पनि बुद्ध मङ्गल तालसम्म ल्याउने प्रयत्न हामीले गरिराखेका छौँ। यो हाम्रो संसारको नगरपालिकाको शिरको रूपमा लिएका छौँ। त्यो मार्ग हाम्रो वैकल्पिक दाउन्नेको मार्गबाट यहाँ बाढी पहिरो आउँदाखेरि त्यो वैकल्पिक मार्ग बनाउनको लागि पनि पर्यटन मार्गको रूपमा अगाडि सारेका छौँ। त्यसकारणले यहाँ जलसाय यो सिमसार क्षेत्र पनि हामीले ठुलो प्रयत्नका साथ अगाडि बढाएका छौँ र यो बर्दघाटको आर्थिक रूपमा जोड्नको लागि यो पर्यटन क्षेत्रहरूको विकास सौन्दर्यकरण गरेर अगाडि बढिराखेको कुरा पनि म जानकारी गराउन चाहे। हस्, धन्यवाद। अब एउटा प्रश्न लिन्छु दिनुहोस् त। धन्यवाद। म रामप्रसाद पौडेल, नबोल्नेहरूको सेवा गर्ने प्राविधिक, बर्दघाट नगरको निवासी। अब बर्दघाट नगरको आम्दानीको मुख्य स्रोत भनेर कृषिलाई भनिन्छ। अब यी के कस्ता कार्यक्रम छन्, यसले आम्दानीमा के फरक पार्यो र भुइँ किसानको बारेमा कुनै पनि कार्यक्रम नल्याइकन यहाँको कृषि कसरी सम्भव होला र यसले कसरी यो राजस्व वृद्धिमा योगदान देला। किनभने भुइँ किसानलाई माथि नउठाइकन यी सतही कार्यक्रमले कृषिको उन्नति पनि हुँदैन, हाम्रो आर्थिक वृद्धि पनि हुँदैन। एउटा कुरा। अनि यो हाम्रो यो हाइवेको उतापट्टि उत्तरपट्टि हैसियत बिग्रेको वन थुप्रै छ। अब त्यो हैसियत बिग्रेको वनको उपयोग नगरिँदाखेरि अनि त्यो वन अतिक्रमण पनि बढिरहेको छ र यो हैसियत बिग्रेको वनमा कमसेकम पनि केही नभए पनि फलफुलका बिरुवाहरू पनि लगाएर आम्दानीको स्रोत पनि गर्न सक्ने, वन अतिक्रमण रोक्न पनि सक्ने र त्यसको उपयोग पनि हुने देखिन्छ। यसको बारेमा के कस्तो कार्यक्रम छ स्पष्ट पार्न चाहन्छु। र अन्तमा एउटा, अहिलेसम्म यो चलिरहेको आर्थिक वर्षमा तोकिएका कार्यक्रमहरू कति सम्पन्न भए र अब असारे विकासका कार्यक्रमहरू कति बाँकी छन्, यसको बारेमा स्पष्ट पारिदिन अनुरोध गर्दछु। हस्, धन्यवाद। एकदम राम्रो सठिक प्रश्न। धन्यवाद। अहिले कृषकहरूको भुइँ मान्छेको योजनाहरू आएन कि भन्ने जुन गुनासो उहाँले राख्नु भएको छ, म यहाँलाई, यहाँ प्राविधिक पनि हुनुहुन्छ, हाम्रो कृषि शाखामा भएका क्रियाकलापहरू जुन सबै जसले काम गर्छ, आज फाइल बोक्नेहरूलाई हामीले प्राथमिकता दिन्नौँ। जो हिलोमा गढेको छ, जो कुटो कोदालो लिएर चाहिँ खेतमा छ, ती कृषकहरूलाई नै प्राथमिकता दिएर हाम्रो कृषि कार्यक्रमहरू अगाडि बढिराखेको छ। हैसियत बिग्रेको ठाउँहरू छ, अहिले सामुदायिक वन सबै ठाउँमा हाम्रो सामुदायिक वनहरू लागु छ। त्यसकारणले उहाँहरूलाई नेपाल सरकारको वन मन्त्रालयले नै केही वृक्षारोपणका कार्यक्रमहरू, हैसियत बिग्रेको जङ्गलहरूमा वृक्षारोपण कार्यक्रम, धेरै किसिमका कार्यक्रमहरू आएको छ र अहिले हाम्रो सबभन्दा नगरको गौरव र राज्यकै ठुलो समस्या परिरहेको फोहोर व्यवस्थापन, यो पारिजात सामुदायिक वन 4.5 हेक्टर जग्गा भोगाधिकार लिएर त्यसलाई चाहिँ हामी यहाँदेखि मन्त्रालयसम्म, राष्ट्रिय योजना आयोगसम्म फाइल पुगेर आएको छ। यसको प्रक्रिया अगाडि बढाइराखेका छौँ। अब जुन फोहोरको समस्या छ, यो चाहिँ अब छिट्टै हामी निराकरण गरेर यसलाई अब व्यवस्थापन गर्न अगाडि बढेको कुरा पनि यहाँहरूलाई जानकारी गराउन चाहन्छु। समग्र रूपमा अहिले बर्दघाट नगरपालिकाले किसानको समस्या समाधान गर्नु पर्यो। मल चाहियो, बिउ बिजन चाहियो। तपाईँ केन्द्रीय राजनीतिक पहुँच भएको एमपीको क्षेत्रमा हुनुहुन्छ, विनोद चौधरीलाई भन्नु पर्यो, यहाँ ल्याउनु पर्यो सामग्रीहरू। किसानलाई मल चाहियो, बिउ चाहियो। शर्मिला श्रेष्ठजी, धन्यवाद। मैले धानको बिउको बारेमा अघि नै भनिसकेँ। जनतालाई सेवा सुविधा चाहियो। मलको बारेमा हामी यति धेरै दौडधुप गरेर अरू पालिकाले भन्दा बढी मल ल्याउन सफल भएका छौँ। हामी अहिले मलको अभाव छ छैन तपाईँको पालिकामा? जम्मा किसानलाई चाहिएको 30% मल मात्रै राज्यले भित्राइराखेको छ। सबैलाई पुग्यो भनेर त भन्न सकिँदैन, तर आएको मललाई अत्यन्तै पारदर्शी हिसाबले हाम्रा किसानहरूलाई सबैको घरमा धेरै थोरै पुग्ने हिसाबले सहकारी माध्यमबाट हामीले सबैको घर काम गरेको मल पुगेको छ। सबैको घर थोरै होस् अथवा धेरै होस्, हो त्यो त दामसाई हिसाबले मल पनि दामसाई बाँड्नुपर्ने अवस्था आयो। बाध्यता छ त, जम्मा राज्यले भित्राउँछ चाहिएको। हाम्रो देशमा कसरी कृषि क्रान्ति हुन्छ भन्नुहोस् त?
अब यो त राज्यको समस्या हो। हामीले तपाईँ पनि एउटा सरकारको प्रमुख हो नि। यहाँ आएकोलाई व्यवस्थापन चाहिँ हजुरले कुनै किसानले मैले पाइनँ भनेर चाहिँ आएको छैन, पुगेन भन्न आएको छ। पुर्याउने कुराहरूलाई त्यसमा कुनै पनि किसानले मल पाइयो भने तपाईँलाई कम्प्लेन गरेको छैन। होइन, हामी चाहिँ अझै व्यवस्थित गर्नलाई अब कृषि कार्ड लागू गर्दैछौँ। त्यस कारणले अहिले घरको 4 जना गएर 3-4 बजेदेखि लाइन लाउने जुन चाहिँ खालको चाहिँ अव्यवस्थित ढङ्गले चाहिँ बाँडिएको थियो, अब व्यवस्थित गर्नलाई घरको एउटा कार्ड प्रयोग गरेर अत्यन्तै पारदर्शी हिसाबले अगाडि अनि यो क्षेत्रको विकास हुनु पर्यो, यो क्षेत्रमा प्रगति हुनु पर्यो। राष्ट्रिय नेताहरू यहाँबाट प्रतिनिधित्व गर्नुहुन्छ, गर्नुहोस्। तपाईँ जनता सफलता प्राप्त गर्नु सक्ने क्षमता भएको मान्छे हो होइन सोमलाल श्रेष्ठजी। तपाईँलाई म शुभकामना दिन चाहन्छु। जनताको मन जित्नुहोस्। वाह, यस्तो हुनुपर्छ जनप्रमुख भनेको, जनताको मेयर भनेको भनेर जनताले भनुन्। बर्दियाघाट नगरपालिकाका जनताले भनुन् सोमलाल श्रेष्ठ जस्तो काम गर्ने मेयर कोही पनि छैन भनेर भन्ने दिन आउला आउला जनताको कुरा हो। मैले भने होइन, मेरो तर तपाईँको नाम इतिहासमा लेखिनु पर्यो क्या। भन्नुहोस्, मेरो चाहना के भन्दाखेरि तपाईँले उत्कृष्ट काम गरिदिनुहोस्। मेरो चाहिँ प्रयत्न यहाँ नगरपालिकामा आएको स्रोतलाई अधिकतम परिचालन गरेर यहाँका 80,000 जनतालाई सेवा सुविधा पुर्याउनेमा मेरो पूर्ण प्रतिबद्धता रहनेछ। म चाहिँ बिहान 80,000 जनताको मुहारमा मुस्कान बिहानदेखि बेलुकासम्म तपाईँको सङ्कल्प हो। मुस्कान ल्याउनलाई हाम्रो लभ गुरु आउनु भएको छ। अहिले के भन्छ योग पनि मेरो अभियानमै जोडेको छु। योग त गर्नुहोस्, योग गराउनुहोस्। बिहान 5 बजे उठाउनुहोस्, योग गराउनुहोस्। म यो कार्यक्रम सकिएपछि पनि योग गराउनुहोस्, योग ध्यान गराउनुहोस्। साथीहरू बस्दिन पनि म अनुरोध गर्ने। योगदान प्रकाशजी, राम्रो काम गर्नु, जनताको प्रिय हुनुहोस्। धन्यवाद। कुशल प्रशासक, तपाईँ सबैको प्रिय भन्नुहोस्। जनतालाई हामी कर्मचारी सबैको प्रिय अथवा लोक होइन, कर्मचारी पनि सबैको प्रिय बन्न सक्छ है। सबैको प्रिय बन्न सक्छ, आइडल बन्न सक्छ कर्मचारी। आइडल प्रकाशजी, कर्मचारीको टार्गेट लोकप्रिय भन्दा पनि कर्मचारी डेलिभरीमा भनेको इमानदार कर्मचारी को थियो भनेर बर्दियाघाटले सोद्धाखेरि तपाईँ हो। ठिक हो, इमान्दारितामा कर्मचारी अगाडि बढ्नुपर्छ। त्यसको लागि म सदैव दृढ रूपमा अगाडि बढ्नेछु र यहाँको सुझावको पनि मैले ग्रहण गर्नेछु। थ्याङ्क यू सो मच। तपाईँलाई धेरै धन्यवाद। राम्रो काम गर्नुहोस्, तपाईँ सफल मेयर होइन। बर्दियाघाटको जय होस्, बर्दियाघाटको विकास होस्। मेयर साहब, थ्याङ्क यू सो मच। नमस्कार।